नमस्ते। नमस्ते। हजुरको नाम? मेरो नाम धनबहादुर कुँवर। मेरो नाम रामकृष्ण कौर। हजुरलाई कति वर्ष भयो? मलाई 64 वर्ष पुरा भएर 65 सुरु भएको थियो। हजुरले त्यो बेलादेखि अहिलेसम्म विभिन्न चाडपर्वहरू देख्दै आउनुभएको होला। त्यसमा अहिले के परिवर्तन भयो त्यो पनि देख्नुभएको होला होइन? पहिलेको र अहिलेकोमा धेरै परिवर्तन भइरहेको छ। के परिवर्तन भएको देख्नु? पहिलो चाडपर्वहरू मनाइन्थे त्यसमा हुन्थ्यो भने त्यो वास्तविकता हुन्थ्यो भने अहिलेको चाडपर्वहरू मनाउने क्रममा आधुनिकताको नाममा डुप्लिकेटपन त्यस्तो आएका छन्। जुन तरिकाले मनाउनु पर्ने हो त्यो नभएर केही अब आधुनिकताको नाममा केही छाडा प्रवृत्तिहरू त्यही किसिमको भइरहेका छ र जो खानेकुरो लगाउने कुरो हरेक कुराहरूमा त्यो बेला चाडपर्व मनाउँदाखेरि धेरै हामी प्राप्त हुन्थ्यो, धेरै रहर हुन्थ्यो। आफ्नो उमेरको दौतरीहरूसँग भेट हुँदा खेल्न पाउँदा मात्रामा जान पाउँदा साह्रै रहर हुन्थ्यो भने अहिले त्यति किसिमको भइरहेका छैन। मान्छेहरू अहिलेको आधुनिक युगले गर्दाखेरि विभिन्न किसिमको टिभीहरू भयो, मोबाइलमा भिडियोहरू भयो, यताउताले गर्दाखेरि त्यो रङ्गमञ्चमा अथवा होइन कुनै खुला मञ्चमा देखाउनु पर्ने कार्यक्रमहरू मोबाइल अथवा टिभी मार्फत आफ्नै घरमा हेर्न पाउने हुँदाखेरि मान्छेहरू त्यस्तो ठाउँमा भिडभाड कम हुने, मान्छेको उपस्थिति कम हुने त्यो भइराखेको छ अहिले। पहिलाको चाडपर्वमा मजा आउँथ्यो कि आजभोलिको चाडपर्वमा मजा आउँथ्यो? पहिलोको चाडपर्वमा धेरै मजा आउँथ्यो। जस्तै पहिले के चाडपर्वहरू हजुरले मनाउनु भएको छ? पहिले गौरा पर्व भयो, शिवरात्रि पर्व भयो, अनि माघे सङ्क्रान्ति विशेष मनाइन्छ त्यो भयो। त्यसपछि रामनवमी, यिनीहरू होली यिनीहरू मनाइन्थ्यो पहिले। कसरी मनाइन्थ्यो पहिलेको चाडपर्वहरू? कुन तरिकाले कुन इन्स्ट्रुमेन्टले बनाइन्थ्यो? पहिलेको चाडपर्वहरू जस्तै गौरा देवीको पूजा आराधना गरेर मनाइन्थ्यो। विभिन्न किसिमका खेल खेल्ने, झुक्सु धुमाइहरू खेल्ने गर्ने गरिन्थ्यो। अनि शिवरात्रि पर्वमा मान्छेहरू भेला हुने, शिवजीको भजन कीर्तन गर्ने, उपवास बस्ने शिवजीको है। त्यो तरिकाले टाढाका धेरै टाढाका इष्टमित्रहरूको त्यो चाडपर्वको अवसरले गर्दाखेरि भेटघाट हुने त्यस्तो किसिमको हुन्थ्यो। अनि पहिलो चाडपर्वहरू मनाउँदाखेरि अनि हजुरले विशेष ठाउँ घुम्न जाने त्यस्तो के हुन्छ? अब त्यो विशेष त टाढा गइँदैन थियो। अब निश्चित ठाउँ हुन्थ्यो होइन। गौरा पर्व आफ्नै गाउँमा मनाइन्थ्यो। अब शिवरात्रि पर्व अब निश्चित ठाउँमा त्यो पनि अब हाम्रो त्यो बझाङको बिचगडाको होइन, बिचगडा त्यहाँ सरस्वती माध्यमिक विद्यालय छ त्यसै ठाउँमा शिवरात्रि मेला लाग्थ्यो हाम्रो। त्यसै ठाउँमा जान्थ्यौँ हामी शिवरात्रिको मेला हेर्नको लागि। जस्तै आजभोलि केही छुट्टी भयो, दसैँमा मुस्ताङ जाउँ कहाँ जाउँ अनि कुनै चाडपर्वको बेला यहाँ जाउँ उहाँ जाउँ भन्छ नि, त्यो बेला त्यस्तो केही पनि त्यस्तो हुँदैन। नजिकको निश्चित ठाउँ हुन्छ, त्यो ठाउँ मेला हेऱ्यो अनि आयो, त्यो निश्चित अब त्यसमा जस्तो शिवरात्रि पर्वमा नाटकको स्कुलले कार्यक्रमको योजना गरिहाल्थ्यो होइन, आयोजना। दिउँसो शिवरात्रि मेला हेऱ्यो, राति नाटक हेऱ्यो, बडा रमाइलो हुन्थ्यो त्यो बेला, मजा लाग्यो। कति दिनको धेरैमा धेरै कति दिन मनाइन्छ चाडपर्व? गौरा पर्व त तपाईँको 10 दिन जति होइन, 8-9 दिन जति, बढीमा 15 दिन जति मनाइन्छ भने शिवरात्रि पर्व एउटै दिन, शिवरात्रि शिव चतुर्दशीको दिन त्यसको राति स्कुलले आयोजना गरेको नाटकहरू दोस्रो दिनदेखि छुट्टी। त्यो बेलाको भन्नुपर्दा त्यो बेलाको चाडपर्व आजकलको भन्दा राम्ररी मनाइन्छ, राम्रो इस्टिमेटमा बनाइन्छ भन्ने बुझ्यो। खानेकुराहरूमा पनि लगाउने कुराहरूमा पनि त्यो बेला लुगा कपडा चलाउनु सकिन्छ नि त। अहिले उसको फेमस साह्रै धेरै त्यो बेला ताप हुन्थ्यो, त्यसमा तातो हुन्थ्यो। अनि मान्छेहरूको भिडघाट यताउता हुने भनेपछि विभिन्न परिकार मान्छेले आफूले उत्पादन गरेको जस्तो कसैले ढोका नाम्लाहरू भए, मट्टाहरू भए, तिनलाई बिक्री गर्न ल्याउँथे। कसैलाई अभाव थियो उसले किनेर ल्याइन्थ्यो त्यहाँबाट मेलाबाट।
त्योसँग गैर उत्पादकहरूले बिक्री गरेर पैसा कमाउँथ्यो त्यस्तो हुन्छ कहिले। धन्यवाद हजुरले आज मलाई ज्ञान प्रदान गर्नुभयो।